गाइज अब चाहिँ आज हामी है तरकारी फलाउनलाई अब मल बोक्दैछौँ है। फर्सी रोप्नु पर्यो, साग छर्नु पर्यो, त्यहाँ चाहिँ अर्ग्यानिक तरकारी फलाएर खानु पर्यो। आज हामी मल बोक्नलाई घर चाहिँ पर छ हाम्रो, यहाँ तल्लो गाउँमा आएर मल बोक्न लागिरहेछौँ। हामी देउरानी जेठानी दुईजना मिलेर टन्नै तरकारी फलाउने हो कि जस्तो पनि लाग्छ। फेरि के गर्नु मनले मान्दैन, रोप्नु मन लागिहाल्छ। दुःख त गर्नै पर्यो, भए जस्तै छ। यो दुःख गर्न कर्ममा लेखा छ जस्तो छ। खालि दुःख गर्न मात्रै मन लाग्छ, नगरौँ भने पनि नहुने। चाहिँ गाइज हेर्नुहोस्, हामी चाहिँ ठ्याक्कै यहाँ अब आइपुग्यौँ। यो गाइज यो चाहिँ गोठ हो। दिदीले अस्ति गाई बेचेर पठाइसक्नुभयो। दिदी विदेश जान लाग्नु भएको छ, त्यही भएर सबै मलहरू बोकेर लैजाऊ है केटी हो भन्नुभएको भएर चाहिँ हामी यहाँ मल बोक्नलाई अब आइरहेछौँ है गाइज। अब मैले चाहिँ अब यही डोको बिसाएँ, अब यो डोको बिसाएँ। अब म मल हाल्छु है गाइज। टन्न तरकारी फलाउने हो, फल्छ कि फल्दैन फल्न चाहिँ लगेर चाहिँ ल यस्तो भयो गाइज। डोको जान्ला गाइजको डोको पनि यो 10 वर्ष पुरानो डोको हो गाइज। कामै नलागिकन राखिरहेको थियो, आज काम लागिरहेछ। गाइज यो गोबर नछोको धेरै वर्ष भएछ कि गाइज, अलि अप्ठ्यारो पनि लाग्ने रहेछ क्या गाइज। अब यो लास्ट हो, माइतै जानुपर्छ। हामीले त गोबर देख्यौँ, अब हाम्रो छोराछोरीले गोबर देख्दैनन्। अब म दिदीको मामा भएर नि पाल्न छोडिहालेँ माइतमा। मेरो माइतीमा पनि बाउ आमा हुन्जेल पाल्ने होला नि। त्यसपछि गोबर देख्ने अब चाहिँ होइन, म चाहिँ होइन मल बोक्न लागिरहेको छु है गाइज। अब यो यस्तो मान्छे चाहिँ यो ऊ भए पनि डरिनै छ है गाइज। गाइज यसरी जाऊ तिम्रो भिडियोले को सानीलाई ए झापाको अर्ग्यानिक घिउ पो खाएको छ त अहिलेसम्म खाइरहेको छ। ल ल जाऊ 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 जाऊ।